आधी भागी जुगायो कसैको यहाँ अड्क्यो छु गणेश आए गणेशले सेरोटी दिइरहेछ तिमी पनि म यहाँ मिलाएर त्यहाँ यतिकै बसेँ सिद्ध गरी लाग्यो कोटबाट लिएको भिडियो हो मलाई त अहिले पानी अझ पानी परेर मौसम कस्तो क्लियर जस्तो क्या ठाउँ ठाउँमा चाहिँ बादल लागे तापनि यता नलागेको ठाउँमा चाहिँ कस्तो क्लियर क्या कोट कुन्दी-कोट हामी चाहिँ माथि शिव र गणेश भएको ठाउँमा चाहिँ दर्शन गरेर आइसकेर अहिले चाहिँ हामी कुमार र पार्वती भएको ठाउँमा चाहिँ दर्शन गर्न आउँदैछौँ गाइज स्टे ट्युन। अहिले हामी चाहिँ कुमार र पार्वतीको स्ट्याचु भएको ठाउँमा आइपुगेका छौँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ फाइनल्ली बनिसकेको रहेछ जस बन्ने क्रममै रहेछ पाइपहरू यता बिछाइराखेको छ ल हेर्न सक्छ गाइज अनि शिव सरी पार्वती र कुमार यहाँ अनि शिवजी र गणेश चाहिँ यहाँ अहिले यहाँ माथि चाहिँ गणेशले शिवलाई राउन्ड मारिरहेछ कि बिस्तारै आफ्नै उहाँ चाहिँ स्विङ लिएर रमाउँदै हुनुहुन्छ अनि कस्तो फिल भइरहेछ त मजा आइरहेछ यो चाहिँ स्तुपादेखि देखिएको फेवाताल पोखरा सिटी यहाँको भिडियो खिच्न पाउँदैन यहाँको चाहिँ फोटो एकै भिडियो खिच्न नपाइँदो रहेछ फोटो चाहिँ जति नै खिच्न पाइँदो रहेछ महादेव गुफा प्रवेशद्वार है यो चाहिँ मेन गेट अब हामी यहाँभित्रैबाट छिर्छौँ दर्शन गर्न भित्रको होइन माथि मन्दिर एरियामा चाहिँ भिडियो दिन पाइएन आउनु न कस्तो छ हजुर यहाँदेखि होइन पल्लै पलाएको क्या त्यहाँ चाहिँ सुरुङ जस्तै गरेर छिर्नु पर्दो रहेछ अब योभन्दा यता चाहिँ भिडियो खिच्न पाइँदैन यहाँ यतिसम्म चाहिँ खिच्न पाइन्छ त्यहाँ मन्दिर नपुगिन्जेलसम्म मलाई डर लाग्छ यस्तोमा हिँड्दा खासमा एक्लै भएर अलि हुन्थ्यो डबल भएपछि यस्तो छ है
गाइस हो सो यस्तो छ अझै महेन्द्र गुफामा चाहिँ छिरेको थियो यो गुप्तेश्वर गुफामा छिरेको उताको अझ ठुलो छैन उताको अझ ठुलो छ हाउडा ल चौचे हाउडासम्म नपाए त मन्दिरको यहाँसम्म होइन अब यहाँदेखि चाहिँ खिच्न पाउँदैन उता बल्ल बाई बाई आऊ This is Pokhara City. Beautiful, amazing. ल भ्यू चाहिँ बबलले देख्दो रहेछ है यहाँबाट एकदमै त्यस्तै छ सिलगढी घुमे नि खान बिचारा